इफ यु लुक एट forexfactory.com 12:45 मा नोभेम्बर 2 मा चाहिँ US को र क्यानाडाको चाहिँ डेलाइट सेभिङ टाइम सिफ्ट भइरहेछ, जसले गरेर चाहिँ यिनीहरूकोमा US मा र क्यानाडामा चाहिँ खासै इफेक्ट ल्याउँदैन, बट वी नेपाली पिपुल विल गेट एफेक्टेड फ्रम दिस न्युज है। सो के हुन्छ भन्दाखेरि हामी 5:45 मा ओपनिङ भनेर मानिरहेको छौँ अहिलेसम्म न्युयोर्क सेसनको। सो न्युयोर्क सेसनको यो न्युज पछि चाहिँ फ्रम नोभेम्बर 3 मन्डेको दिनदेखि चाहिँ वी विल बी ओपनिङ इन 6:45 PM मा चाहिँ हाम्रो न्युयोर्क सेसन ओपन हुन्छ, किनकि टाइम चाहिँ सिफ्ट हुन लागेको छ। युएसमा त 8 बजेदेखि नै 8 युएसको टाइम त इस्टर्न टाइम त 8 AM देखि नै हुन्छ, बट 8 AM विल बी हियर नेपालमा चाहिँ इट फ्रम 6:45 PM। सो हामीले हेऱ्यौँ भने यहाँनिर प्रिभियस विकमा पनि अक्टोबर 26 जुन चाहिँ आज अक्टोबर 30 हो, अक्टोबर 26 मा CHF, युरो र JPP जुन चाहिँ मेनली युरोप कन्ट्रीमा चाहिँ हाम्रो 12:45 देखि ओपनिङ हुन्थ्यो भने लन्डन सेसन, अहिले करेन्टली चाहिँ हामी 1:45 मा चाहिँ भइरहेको छौँ। एसिया सेसनमा यस्तो केही हुँदैन। सो एसिया सेसन नर्मल्ली 5:45 देखि नै हुन्छ। सो इट्स द मेजर न्युज, कतिजनालाई थाहा थिएन।